छोरा ए छोरा जा त पसल गएर सामान लिएर आइज छोरा। होइन यो अझै सुतिरहेछ। Second. Wow. अरे टुकी आत्मा के भयो तँलाई? अघि घर आउँदा 1000 को नोट देखेको थिएँ। टिपिस कि नै? न त टिपेको थिएँ तर कहाँबाट एउटा पागल आएर लिइदियो। भनेपछि तैँले त्यो पैसा टिपेनस्? यदि तैँले त्यो पैसा टिपेको भए हाम्रो दुनियाँ अर्कै हुन्थ्यो। अर्कै दुनियाँ मतलब? चिन्ता नगर, मसँग एउटा प्लान छ। के प्लान? ब्याङ्क चाहिँ किन? भात खानालाई। यो हालतमा रोक। म्यानेजर, ब्याङ्कको सब पैसा यो झोलामा हाल त, छिटो। यो झोला त ब्यान छ। यो झोला? हुन्छ सर, पहिला कार्ड देखाउनुस्। तँसँग कार्ड छ? कार्ड? कार्ड। कार्ड? के कार्ड? तर हामी त ब्याङ्क लुट्न। ब्याङ्कको सब पैसा यो झोलामा हाल्छस् के? छिटो, फेरि एक ग्याजेटले यो दुनियाँबाट गायब बनाइदिउँ। रोक, म भन्छु। म्यानेजर छिटो गर्छस् कि? रोक, म ह्यान्डल गर्छु। कति भुगिरा तिमीहरू कुकुर जस्तो यहाँ काम गरिरहेको देख्दैन? हेलो हेलो बोस। सुन न, म तिमीलाई लाइक गर्छु नि। ए हो र, म नि तिमीलाई लाइक गर्छु नि इन्स्टामा। म त छु। साँच्चै भन्नु भने म पनि लाइक गर्छु, तर नोबिता। बस सुजुका, बस। त्यो नोबिताको कुरा गर्न छोड्यो। खालि ग्याजेट भनेर मेरो दिमाग खराब गर्छ। कुन दिन यस्तै पारा हो भने यही एयर गर्ने उडाइदिन्छ। तिमी मेरो गर्लफ्रेन्ड बन्न चाहन्छ? हेलो बोस। Yes. यी दुईजना निलो डाकुहरू ब्याङ्क लुट्न आएको छ, कृपया छिटो आइदिनु होला। निलो डाकु ब्याङ्क लुट्न आएको हुनाले अहिले सहरभरि सनसनी मचिएको छ। मिडियाहरूको ठुलो भिड लागेको छ भने हात्तीबाट हेलिकप्टरहरूले पनि क्षेत्रलाई पूर्ण रूपमा घेराबन्दी गरेका छन्। यसै गरी आजको न्युज समाप्त हुन्छ। तेरो प्यारेन्ट्सको नम्बर भन् त, छिटो। प्यारेन्ट्सको नम्बर भन्, छिटो। पैसा चाहिँ कति माग्ने हो? 1 लाख मागौँ भने औकात बाहिर त बोल। जाठा, पहिला बोरा त हटा। के भयो तँलाई? भुट्ने देखिस् क्या हो? अङ्कल, तपाईँ? माने के भन्नु छ? बाँचिस् भने फेरि भेटौँला है। के भन्नु छ? के भन्नु छ? के भन्नु छ भने भनालाई। डोरेमन, हातोरे हताउरे। खाना खाँदा सुत्दा म तपाईँहरूको भिडियो हेर्ने गर्छु। ब्याङ्कमा के गर्न आउँछ? पैसा जम्मा गर्न आउँछ कि त लुट्न आउँछ? हामी आएको लुट्न, बुझिस्?